हेलो साथीहरू, स्वागत छ मेरो न्यू भ्लगमा। आज 2082 साल दसैँको सबैलाई शुभकामना छ। राम्रोसँग मनाउनु होला सबै होइन, यही भन्न चाहन्छु। सुखी शान्ति। अब हामी त केही छिनपछि टिका लाउँदैछौँ। माइलीबाट टिका लगाइदिनुहुन्छ हामीलाई। हाम्रो भाइ रेडी छ है टिका लाउन, दसैँ टिका लाउने। 50 तोला हाम्रो यो विकास भाइ तर टिका लाउन। मेरो छोरी पनि यो तयार भइसक्यो टिका लाउने। कान्छ बाबु यता हेर त, टिका लाउने हो नि, टिकी लगाउने मेरो छोरो। ल माई वाइफ बुहारी हाम्रो टिका चालु भइरहेछ। जेटली भाइ, राजन भाइ, कान्छो अरे तब बिहा गरी तब पनि बस्ला तेरा बुढाबुढीसँगै। म लास्ट ए यताबाट फोटो खिच्ने, यताबाट आउँछ। यो झलक्दा हाम्रो कलाकार आज टिका लाउँदैछन् दसैँको। हाम्रो राजन भाइका बुहारी र उसले भाइले लगाउँदैछन् टिका होइन। माइलीमा के खानु लागेको छ भनौँ। हेर भिडियो बनाउँदै हेर, पैसा नदेखाऊ। ल त्यति भयो धेरै जानु। हाम्रा दुई भाइ बिहा गरेर छन् दुईटाले। अब एकताल बिहा गरेर नि हुने। पैसा लगेर कान्छाले हेर। हाम्रो दुई घरै ल्याउँदा हाम्रो टिकाको। हेलो साथीहरू, हामी टिका लाउनु भेटेर खानापिना खाँदैछौँ होइन। टिका भइसक्यो हाम्रो। माइलीलाई लगाइसक्नु भयो। राजनले बिबिसीलाई बाँडेर आएर है। कति चाहिँ बिसी भयो हो। ल हेलो, हामी टिका लगाएर बाहिर निस्किएको छौँ। अब हामी खुट्टा हान्दैछौँ गेटपट्टि होइन। हाम्रो कान्छो भाइ, हाम्रो विकास भाइ भिडियो बनाउँदैछ। हाम्रो जेटली सर के छ, दसैँ रमाइलो छ। दसैँ कस्तो छ भाइ? कति कमाइस? दिन्छु। कति कमा पैसा देखाउ त। है पैसा है के छ बाबु? बाबु पैसा नखाने।
यो बाबुकी आमा यो बाबुकी आमाको छोरो मजै बाबु सब टिका लगाउने भनेर आइसकेका छन् पाइलियामा हातै टिका त लगाइसक्यो अब खुट्टा हानेर होइन मुभी हेर्न जाँदैछौँ हो खानापिना भइसक्यो दसैँ मनाएर अब बेलुकामा यसो रमाइलो गरौँ भनेर मुभी हेर्न जानु पर्यो होइन ल हाम्रो केटाहरू आइसक्यो नि फिल्म हेर्न है आई लभ आनन्द यो फिल्म महल अलरेडी हाम्रो केटाहरू आइसकेका छन् है फिल्म हलभित्र दसैँको बेलामा होइन कता हिँड्छन् कि हेर्न आइसकेका छौँ केटाहरूलाई फिल्म हेरेर आइसक्यो है